हेलो गुड मर्निङ सेवा नमस्ते सम्पूर्ण साथीहरूलाई फेरि पनि मेरो अर्को मिनी ब्लगमा स्वागत छ। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्दै त्यही तेह्रथुमबाट पुष्पा राई। अनि हजुरहरू चाहिँ कहाँबाट को हुनुहुन्छ पक्कै नि कमेन्ट गर्छ। बिहानैदेखि घाम टिलिक्क लागिरहेको छ। हिजो चाहिँ बेलुका एकदमै ठुलो पानीहरू परेको थियो हावाहुरी चलेर, अनि अब चाहिँ घाम मजाले लागिसकेको छ साथीहरू, देख्न सक्नुहुनेछ अलि थोरै तर फेरि भरे पानी पर्छ होला। यस्तो बिहान टिलिली घाम लाग्यो भने चाहिँ पानी परि नै हाल्छ। अनि मम्मी चाहिँ यहाँनिर बाख्रालाई खोलिदिएर आउनुभएछ। मम्मी सबैजनालाई हाई गर्नु त यहाँनिर, यता हेरेर हेलो हाई गरिदिनु ल। बाख्रालाई खोलेर दिनुभएछ। मैले चाहिँ उठेर घर सोसारहरू गरेँ, आगोहरू फुकेँ, यतात्यता गरेँ। अब चाहिँ मेरो रक्सी बसाउने काम हुन्छ। रक्सी पार्नु पनि छ आज। अब खेतलाहरू लाउने बेला आयो नि त, खेतको काम गर्नुपर्छ। अनि खेतलाहरूलाई चाहिन्छ रक्सीहरू, जाडहरू चाहिन्छ। त्यही भएर म अब रक्सी पार्नु आँटेको साथीहरू, तपाईँहरूलाई नि म थोरै भिडियो देखाउने छु रक्सी पारेको। अनि यहाँ देख्न सक्नुहुन्छ, हेर्नु न आज कस्तो दिन खुल्ला भइरहेको छ कि। हिजो पुरा पानी परेको थियो नि त है, हावा र हुरी पानी परेर। अनि आज चाहिँ दिन खुल्ला भएर घाम लागिरहेको छ बिहानैदेखि। तर फेरि भरे पानी पर्छ होला। दिन यस्तो भएपछि चाहिँ पानीहरूलाई पनि अपडेट दिँदै गर्छु म है त। अब यसको चाहिँ हामीले रक्सी पार्नुपर्ने हुन्छ साथीहरू। यो निगार र अस्ति अलिकति छानेको छोक्रा थियो, अनि टक्क लाएर यता गएर चाहिँ हाम्रो लागि सामान चाहिँ यहाँ रेडी भइसकेको छ। अब यसलाई मास्नुपर्ने हुन्छ। अनि यसमा चाहिँ रक्सी बस्छ। कतिजनालाई त थाहा नै छ होला, कतिजनालाई चाहिँ थाहा हुँदैन। यसलाई चाहिँ नानी हाँडी भनिन्छ। यसमा चाहिँ रक्सी बस्छ। अनि यो बाटा यहाँ पानी हाल्ने हो। अनि यो फुङ्गा भन्छ, यहाँभित्र नानी हाँडी राख्नुपर्छ। अनि मेन रक्सी आउने चिज भनेको चाहिँ यो हो। म यिनीहरूलाई माझेर तयार गर्छु, त्यसपछि रक्सी बसाउँछु। अनि तपाईँहरूलाई पनि देखाउने छु ल साथीहरू। ल साथीहरू, मैले चाहिँ रक्सी पनि बसाइदिइसकेँ, यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो रक्सी चाहिँ अब गाउँघरमा चाहिँ चाहि नै रहन्छ नि त, खेतलाहरू लाउँदा पनि यसो मान्छेहरू बहुनापातहरू आउँदा ओर्दा। अनि अब मेन चाहिँ मैले चाहिँ यो अब हाम्रो खेतको काम आउँदैछ, खेतको काम गर्दाखेरि अब खेतलालाई दिनुपर्ने हुन्छ। त्यही भएर चाहिँ मैले रक्सी बनाउँदैछु, चाहिँ बसाइदिइसकेको छु। अब यो पानी तातिन्छ, अनि पानी तातेपछि फेर्नुपर्छ 4-5 चोटि, त्यसपछि रक्सी बनिसक्छ। किचनमा काम गर्छु एकछिन, खाना चाहिँ अघि बसिसकेको छु। अब भने दाल र तरकारी बनाउनु बाँकी छ, तिनीहरू बनाउँछु। हेर्दै गर्नु होला मेरो भिडियो चाहिँ। अब तरकारी पकाउनुलाई तिते करेला काटेँ, आलु काटेँ, अनि प्याज टमाटर काटेँ। अब भने चाहिँ तरकारी पकाउँछु साथीहरू। खाना र दाल चाहिँ अघि पाकिसकेको छ। अनि बाहिर रक्सीको पानी तातिँदै गर्छ, यता खाना नि बनाउँदै गर्नुपर्ने हुन्छ। अनि खाना खाएर फेरि मेरो काम चाहिँ ड्युटी चाहिँ दिउँसो बाख्रा लगेर जङ्गल जानुपर्ने हुन्छ। मेरो डेली कामै त्यही हो साथीहरू। मैले अघि रक्सी पारेको चाहिँ फाइनली यहाँ रक्सी निकालिसकेको छौँ। रक्सी चाहिँ यस्तो आएको छ, मिठो आयो जस्तो छ। यसो हेर्दा चाहिँ गन्ध पनि मिठो छ। म चाहिँ मेरो सेना मेना लिएर हिँडेँ मेरो ड्युटीतिर। यो चाहिँ मेरो सेना। अनि यिनीहरूलाई लगेर जानुपर्ने हुन्छ। मेरो चाहिँ जहिले पनि दिउँसोको ड्युटी प्रायः जस्तो चाहिँ यही हुन्छ। अब यिनीहरूलाई उहाँ पर लगेर चराउनु पर्ने हुन्छ साथीहरू। सेनामेनाहरू पनि यहाँ ग्रुप खालको छ। अगाडि ठुलो खालको सेनामेना, पछाडि जस्तै मसिनो खालकोहरू छन्। अनि बाख्राहरू चाहिँ चर्नु लागिसक्यो। अब यिनीहरू चाहिँ यही एरियामा चर्छ, यही भित्रभित्र चर्छ। अनि म चाहिँ यहाँ बसेर हेर्नुपर्छ। अनि यिनीहरू माथि जानु खोज्छ क्या, त्यता गयो भने चाहिँ छिर्नुपर्छ गएर। अनि त्यही हो, अब चाहिँ उनीहरूको एरियातिर लागिसक्यो। मेरो एरिया यतै हुन्छ। घरिघरि तिनीहरूलाई पनि आँखा लाउँदै गर्नुपर्ने हुन्छ, नत्र भने यिनीहरू त यहाँ माथि पुग्छु भन्छ क्या यो एरियामा। अनि यो एरियामा गयो भने त अनि फेरि आफै शिकार भइहाल्छ यिनीहरू। त्यही हो।
यो जङ्गलमा पाउने भाङ्रे सिस्नु हो। यसले त्यस्तो चिल्छ। अघि मलाई चाहिँ एक झ्याम दिइहाल्यो। यसले चिल्यो भने चाहिँ ती 2 दिन 3 दिनसम्म झ्याम गर्छ नि त। मलाई चाहिँ अघि खुट्टामा हानिदिइहाल्यो साथीहरू। यस्तो रिस उठ्छ। हामी सानो बच्चा हुँदाखेरि यसलाई चाहिँ पुरा गोली भनेर बाँसको बन्दुक त बाँसको के भन्छ हाँगाको यस्तो पड्काउने बनाएर यो गोली खेल्थ्यौँ क्या। यहाँनिर फलिरहेको रहेछ हेर्नु न। यिनीहरू घर जानु खोजेको चर्नै नचरेर के खोजेको होला। यत्रो घाँस छ थपक्क खानु नि घाँस। छक्क पर्छु। कहाँ हिँडेको त तिर्खा लाग्यो यिनीहरूलाई। कस्तो बबाल घाम लागिरहेछ। घाम टिलिक्कै आज बिहानदेखि टिलिक्क भइरहेछ। म चाहिँ गोठलादेखि अब फर्किएँ। म चाहिँ घर जाँदैछु। बाख्राहरू चाहिँ अगाडि जाँदैछ। अनि अब चाहिँ घरमा गएर फेरि मकै गोड्नुपर्ने हुन्छ होला। मकै गोड्दै हुनुहुन्थ्यो मम्मीहरूले। सक्नुभएको छैन नि त। अनि सघाउनुपर्छ अलिअलि। अनि बाख्रा चाहिँ अगाइसकेको छ आजलाई चाहिँ। अब आजलाई चाहिँ फेरि बाख्रा ड्युटी चाहिँ सक्यो मेरो। अब घर लगेर थुन्ने अनि त्यहाँबाट मकै गोड्ने। ल साथीहरू, म चाहिँ जङ्गलदेखि बाख्रा चराएर आएर पनि म चाहिँ बारीमा आइसकेको छु। मकै अलिकति गोड्नुपर्ने थियो। यहाँनिर बाँकी अलिकति छ। मम्मीले अलिकति गोड्नुभएछ अघि। अनि हिजो पनि गोड्नुभयो अलिअलि चाहिँ। अनि अस्तिको दिन हामीले चाहिँ यहाँ तल गोडिसकेको यो गराएको चाहिँ। अनि यहाँ चाहिँ बाँकी छ। अनि अब त्यही गोड्नु भनेर आएको। म चाहिँ रात पनि पर्न आँट्यो, पानी पनि पर्न आँट्यो। अनि यहाँ तल चाहिँ हाम्रो छिमेकीहरूको मकै यहाँ तल चाहिँ कत्रो भइसक्यो। धोर्ने बेला भइसकेको छ। अब हाम्रो चाहिँ यहाँनिर खनेर रोपेको हो नि त। यहाँ पहिला अलैँची अनि मुढाहरू थियो। पहिला त बारी नै हो, तर पनि फेरि पछिबाट चाहिँ अलैँची मुढाहरू भएकोले गर्दा यसपालि मुढाहरू सबै काटेर खनेर रोपेकोले गर्दा अलिक ढिलो, हाम्रो चाहिँ अलिक ढिलो भइरहेछ। भर्खर गोड्ने बेला मात्र, अरूको चाहिँ धोर्ने बेला भइसकेको छ। अनि ऊ तल देखिरहेको बाटो चाहिँ मराङ जाने बाटो हो। उता जिरी तेर्थुमदेखि आउँदाखेरि जाने बाटो। हुनु त यहीँ तलतिर पनि छ, यहाँनिर रोड छ। यहाँबाट पनि जान्छ हाम्रो गाउँबाट जाने चाहिँ। मराङ चाहिँ हाम्रो गाउँपालिका हो नि त। अनि गाउँपालिका जाने बाटो। अनि त्यो तल चाहिँ मेन ठुलो बाटो हो। त्यहाँबाट चाहिँ ठुलो गाडीहरू नि हिँड्छ। हाम्रो चाहिँ यहाँ पारी जङ्गल यता माथिबाट आउँछ। अहिले रोड अलिक बनाउँदैछ। अब चाहिँ ठुलो गाडी कतै आउँछ कि नत्र चाहिँ अहिले ठुलो गाडीहरू चाहिँ आउँदैन। सानो गाडी टेम्पोहरू ट्याक्सीहरू चाहिँ दुःख सुखले आउँछ। अनि म चाहिँ बारीमा छु। अनि हाम्रो घर चाहिँ यतापट्टि छ। अनि यो हाम्रो बारीमा चाहिँ यहाँ तलतिर पनि रोड आएको छ नि त। यहाँ यो गरादेखि उतापट्टिको यहाँबाट चाहिँ गाउँपालिकाबाट जाने बाटो हो। यहाँ नि एउटा रोड छ, सबै काटिएको छ बारी रोडले। अनि यता घरपट्टि पनि माथि गुफा जाँते जाने बाटो छ क्या। अनि ती घरबाटै जान्छ, घर छेउबाट। अनि त्यता पनि अलिअलि काटिएको छ। अनि चारतिरै रोड आएर एक चाहिँ राम्रो पनि एक चाहिँ नराम्रो पनि। अब रोड आउँदा त राम्रै हो, घरमा रोड आउँदा त राम्रै हो, विकासको कुरा हो होइन, आफ्नै आँगनमा आउँदाखेरि। तर जमिनहरू चाहिँ सबै काटिन्छ कि साथीहरू, जग्गाहरू चाहिँ। अब अलिकति भएको जग्गा नि यता पनि खनिएको छ, उता घरपट्टि नि खनिएको छ। तर नि ठिकै छ। सेवा सुविधा भनेको आफ्नै लागि हो नि त होइन। गाउँ समाज आफूलाई पनि सजिलो। अनि त्यो पनि ठिकै छ। साथीहरू मौसम चाहिँ कस्तो मजाको भइरहेछ। तर अब पानी पर्छ होला, कालो कालो अँध्यारो भइरहेछ। हिजो नि यस्तो बेला त यतिखेर कत्रो पानी परिरहेको थियो हिजो त। अब म चाहिँ यहाँनिर एकछिन खन्नुपर्ने हुन्छ है त। तपाईँहरू हेर्दै गर्नुहोला।
मकैको सुप खाउँ भनेर यहाँनिर मम्मीले पोल्दै हुनुहुन्छ सानो सानो कुखुरा। साथीहरू बल्ल बल्ल मकै पनि गोडेर सकियो। म चाहिँ मकै गोडिसकेँ अनि त्यसपछि घर आएर हात खुट्टा धोएर लुगासुगा फेरेर चट्ट लाएर भिडियो इन्ड गर्न आइरहेको छु। मैले चाहिँ बिहान पनि यहीँबाट स्टार्ट गरेको थिएँ, यही ठाउँबाट इन्ड पनि यहीँबाट गर्दैछु है त। अनि एकदम धेरै रात परिसकेको छ, अब लाइट बलिसकेको छ। अनि आज मकै गोडिसक्ने भनेर बेलुकैसम्म गोड्यौँ हामीले चाहिँ। अनि मकै पनि गोडेर सकियो। त्यसपछि मैले चाहिँ तपाईँहरूलाई आजको मेरो भिडियो चाहिँ के कस्तो लाग्यो पक्कै पनि मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भन्दै यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर सपोर्ट गर्नुहुनेलाई चाहिँ धेरै धेरै धन्यवाद। फेरि पनि म अर्को भिडियो लिएर आउने छु। त्यतिन्जेलको लागि चाहिँ बाई बाई।